सरकारलाई अलि ध्यान दिनु पर्यो, मान्छेहरूको पैसा फिर्ता गर्नु पर्यो। फेसबुकमा सामाजिक सञ्जालमा बोले जस्तो गरे हुँदैन, मान्छेहरू यसरी चाहिँ मरिरहेछन् देख्नुभयो। अब बिस्तारै बिस्तारै गृहयुद्ध हुन्छ जस्तो लागिरहेछ मलाई। अलि विचार गर्नु पर्यो। जस्तै बिजोग सरकारी ठगहरू ठगिसकेपछि पैसा जनताको फिर्ता दिनु पर्दैन। ठुल्ठुला गफ गरेर बोल्दै नबोलेर चाहिँ हुन्छ। हेर्नुहोस् त्यस्तो बिजोग छ मान्छेहरूको। अब कसरी समाधान हुन्छ यो? सरकारले चाहिँ देशकै नागरिकलाई सम्हाल्न सकेको छैन। बाहिरको देशहरूले चाहिँ हामीलाई आक्रमण गर्यो भने कसरी हुन्छ? अर्काले खाइ नखाइ जम्मा गरे पैसा फिर्ता गर्नु पर्दैन? चोर डाकाहरू सरकारै फटा चोर छ, अनि कहाँबाट चाहिँ अनि जनताको पैसा फिर्ता गर्यो? विश्वकै राम्रो अर्थमन्त्री अरे अझ विज्ञ अरे त्यस्ता गुरु काङ्ग्रेसको झोली थियो पहिला त्यो, अब अहिले आएर त्यो नयाँ आएर हुन्छ त्यो कुरा।